सबैलाई स्वागत छ यो एजुकेसनल भिडियोमा। यदि हजुरहरूलाई तत्सम, तद्भव र आगन्तुक शब्द राम्रोसँग आउँदैन भने यो भिडियो हजुरहरूको लागि। आज हामीले यस भिडियो मार्फत तत्सम, तद्भव र आगन्तुक शब्दलाई परिभाषा, उदाहरण र केही लोजिक मार्फत राम्रोसँग बुझ्ने प्रयास गर्नेछौँ। र भिडियो सुरु गरौँ। सुरुमा तत्सम शब्दलाई बुझौँ। तत्सम शब्दलाई बुझ्नको लागि सुरुमा टुक्र्याएर हेरौँ। तत्सम शब्द तत् र सम मिलेर बन्दछ। तत्को अर्थ त्यो हो र समको अर्थ समान, अर्थात् त्यो समान। त्यो भनेर संस्कृत भाषालाई भन्न खोजिएको छ र सम भनेर समान, अर्थात् जस्ताको तस्तै, केही पनि परिवर्तन नभएको। संस्कृत भाषा जस्तो छ त्यस्तै यदि नेपाली भाषामा प्रयोग गरिन्छ, नेपाली भाषा लेख्ने क्रममा प्रयोग गरिन्छ भने त्यो नै के हो? तत्सम शब्द। यही कुरालाई चाहिँ मैले यहाँ लेखेको छु। संस्कृत भाषामा जस्तो छ, जस्तो लेखिन्छ, सुनिन्छ, नेपालीमा पनि त्यस्तै छ, त्यो नै के हुन्छ? तत्सम शब्द। अब यसलाई परिभाषा मार्फत राम्रोसँग बुझ्ने प्रयास गरौँ। संस्कृत भाषाबाट जस्ताको तस्तै रूपमा कुनै परिवर्तन नगरी नेपाली भाषामा आएका शब्दहरूलाई तत्सम शब्द भनिन्छ। तत् भनेको मैले के भनेको थिएँ? त्यो। र त्यो भनेर यहाँ संस्कृतलाई जनाउन खोजेको छ। र सम भनेको के? समान, र जस्तै, त्यो जस्तै, संस्कृत जस्तै, के छ? संस्कृतकै जस्तो भन्ने अर्थ बुझिएको छ। त्यसै गरी तत्सम शब्दलाई संस्कृत शब्द भन्दा पनि हुन्छ, किनभने यहाँ केही पनि परिवर्तन हुँदैन। संस्कृतको शब्द जस्ताको तस्तै रहन्छ। संस्कृतको शब्द जस्ताको तस्तै प्रयोग गर्ने क्रममा यहाँ विसर्ग र मकारलाई भने विशेष छुट दिएको हुन्छ। जस्तै कार्य तत्सम शब्द हो, तर संस्कृतमा कार्यम लेखिन्छ। यहाँ मकारलाई छुट दिएको छ। संस्कृतमा त कार्यम लेखिन्छ, जस्ताको जस्तै प्रयोग हुँदा त कार्यम भनेर प्रयोग हुन पर्ने हो, तर यहाँ मकारलाई छुट दिएको छ। त्यसै गरी मन तत्सम शब्द हो, तर संस्कृतमा मनः हुन्छ। यहाँ विसर्गलाई छुट दिएको छ। यहाँ विसर्ग हटाउँदा पनि यो तत्सम शब्द नै हुन्छ। मैले भर्खरै भनेको थिएँ, तत्सम शब्दमा विसर्ग र मकारलाई चाहिँ विशेष छुट दिएको हुन्छ। केही ठाउँ बाहेक विसर्ग र मकार भने हटाइन्छ। अब तद्भव शब्दलाई बुझौँ। तद्भव शब्दलाई पनि तत्सम शब्द जस्तो गरेर टुक्र्याएर हेरौँ। तद् र भव मिलेर तद्भव बन्छ। तद् भनेको पनि त्यही तत्सम शब्दमा जस्तै तत्को अर्थ नै बोध हुन्छ। तद् भनेको नै तत् पनि हो। तत् र तद्को अर्थ एउटै हुन्छ है। तद् भनेको त्यो, अर्थात् त्यो भनेर यहाँ संस्कृत भाषालाई जनाउन खोजेको छ। र भव भनेको बाट उत्पन्न भएको, अर्थात् संस्कृत भाषाबाट उत्पन्न भएको। यही कुरालाई म तल लेखेको छु। त्यस संस्कृतबाट उत्पन्न भएको शब्द के हो? तद्भव शब्द। संस्कृत शब्दको परिवर्तित रूप, संस्कृत भाषा चाहिँ जस्ताको तस्तै प्रयोग हुने चाहिँ तत्सम शब्द भयो, तर त्यसमा केही परिवर्तन हुन्छ, बोल्ने क्रममा केही परिवर्तन हुँदै आउँछ। त्यो परिवर्तित रूप जुन छ त्यो नै के हो? तद्भव शब्द। अब यसलाई परिभाषा मार्फत राम्रोसँग बुझौँ। तद्भव शब्द भनेको संस्कृत भाषाबाट आएको तर समयको क्रममा रूप, ध्वनि र उच्चारण परिवर्तन भएर नेपाली भाषामा प्रचलित भएको शब्द हो। मैले तत्सम शब्द भनेर के भनेको थिएँ? संस्कृतको मूल शब्द, अर्थात् तत् भनेको त्यो भनेको थिएँ, र स भनेको समान। त्यो समान, संस्कृत समान। संस्कृत समान भइसकेपछि के हो? संस्कृतको जस्ताको तस्तै भनेपछि के भयो? संस्कृतको मूल शब्द नै भयो। त्यसै गरी मैले तद्भव भनेको के भनेको थिएँ? तत् भनेको त्यो भनेको थिएँ, र भव भनेको बाट उत्पन्न भएको, संस्कृतबाट उत्पन्न भएको, र संस्कृतबाट उत्पन्न भएको तर बोल्ने क्रममा चाहिँ परिवर्तन भएको, त्यो जुन रूप छ त्यो नै के हो? तद्भव शब्द। तत्सम र तद्भवलाई परिभाषा मार्फत राम्रोसँग बुझिसकेका छौँ। अब आगन्तुक शब्दलाई बुझौँ। आगन्तुक शब्दलाई पनि तद्भव र तत्सम शब्द जस्तै गरेर टुक्र्याएर हेरौँ। आगन्तुक चाहिँ आ र गन्तुक मिलेर आगन्तुक बनेको हुन्छ। आ उपसर्ग मूल शब्दमा जोडिँदा तिर, बाट वा तर्फ जस्तो खालको चाहिँ अर्थ दिने गर्दछ। गन्तुक एक मूल शब्द हो जुन चाहिँ गम धातुबाट बनेको हुन्छ, जसले चाहिँ जानु अर्थ दिन्छ। यहाँ तुक जुन छ, आधा क र तुक मिलेर बनेको छ, जुन चाहिँ गम धातुमा जोडिँदाखेरि चाहिँ गन्तुक हुन्छ। उपसर्गले प्रायः धेरैजसो ठाउँमा मूल शब्दमा जोडिँदाखेरि अर्थलाई उल्ट्याउने गर्दछ। यहाँ पनि त्यही भएको छ। गन्तुक भनेको जानु अर्थ हो, तर आ उपसर्ग जोडिसकेपछि यहाँ के भएको छ? शब्दको अर्थ परिवर्तन भएको छ र आगन्तुक भनेर आउने अर्थ भएको छ। सुरुमा गन्तुक भन्दा जाने अर्थ थियो, आ उपसर्ग जोडिसकेपछि आउने अर्थ भएको छ। त्यसैले के हुन्छ? आगन्तुक भनेको जो आएको, अर्थात् जो बाहिरबाट आएको। नेपाली भाषाको लागि बाहिरबाट आएको भाषा कुन भयो त? नेपाली भाषामा संस्कृत भाषा भनेको त के भयो?
संस्कृत भाषाको जस्ताको तस्तै रूप तत्सम शब्द भयो। तत्सम शब्द भनेको नेपाली भाषा अन्तर्गत नै पर्ने भयो र तद्भव शब्द भनेको पनि के भयो, नेपाली भाषा अन्तर्गत नै पर्ने भयो, संस्कृत भाषाको परिवर्तित रूप। अब संस्कृत भाषा बाहेक, त्यही भएर संस्कृत भाषा बाहेक अन्य सबै भाषा परे, हिन्दी, उर्दू, फारसी, तामाङ, थारू, अङ्ग्रेजी लगायतका सबै भाषाहरू परे। परिभाषा मार्फत आगन्तुक शब्दलाई राम्रोसँग बुझ्ने प्रयास गरौँ। तत्सम र तद्भव शब्द बाहेक नेपाली भाषामा प्रयोग गरिने संस्कृत भाषा बाहेक अन्य भाषाका शब्दहरूलाई आगन्तुक शब्द भनिन्छ। यहाँ संस्कृत भाषाको जस्ताको तस्तै रूप के हुन्छ, तत्सम शब्द हुन्छ, त्यसैले यहाँ संस्कृत भाषा बाहेक भनिएको छ। त्यसै गरी तत्सम र तद्भव शब्द यहाँ किन लिएको छ भन्दाखेरि नेपाली भाषा अन्तर्गत तत्सम र तद्भव शब्दहरू पर्दछन्। यी बाहेक अन्य सबै परे। अब तत्सम र तद्भव शब्दहरू पर्दछन्, त्यसैले नेपाली भाषामा पर्ने भएकाले यिनीहरूलाई लिएन। यो बाहेक अन्य सबै भाषामा बोलिने जति पनि शब्दहरू छन् ती सबै के भए, आगन्तुक शब्द भए। नेपाली भाषाको लागि मैले अघि नै पनि भनिसकेको छु, नेपाली भाषाको लागि अन्य सबै जुन पनि भाषा होस्, चाहे स्थानीय भाषाहरू होस् चाहे अन्य भाषाहरू होस्, सबै चाहिँ के भए, आगन्तुक भए, आगन्तुक भाषा भए, जसमा चाहिँ बोलिने शब्दहरू चाहिँ आगन्तुक शब्द भए। अब यहाँ स्क्रिनमा राम्रोसँग हेरौँ। तत्सम भनेर मैले के भनेको थिएँ, तत् भनेको त्यो भनेको थिएँ र सम भनेको समान भनेको थिएँ, अर्थात् संस्कृत समान, संस्कृतको जस्ताको तस्तै रूप। त्यसै गरी तद्भव भनेको मैले के भनेको थिएँ, तद् भनेको त्यो भनेको थिएँ र भव भनेको बाट उत्पन्न भएको, त्यो संस्कृतबाट उत्पन्न भएको परिवर्तित रूप भन्ने अर्थ बुझ्नु पर्यो है, तद्भव शब्द भनेको। त्यसै गरी आगन्तुक भनेको के भनेको थिएँ मैले, तत्सम र तद्भव शब्द बाहेक अन्य शब्द। यसलाई चाहिँ मैले मजाले बुझाइसकेको छु। अब हामीले तत्सम, तद्भव र आगन्तुक शब्दलाई मजाले बुझिसकेका छौँ। अब आगन्तुक शब्दलाई उदाहरण मार्फत मजाले बुझ्ने प्रयास गर्छौँ है त। अब स्क्रिनमा हेरौँ। अङ्ग्रेजी अर्थात् इङ्ग्लिसमा ट्रेन लेखिन्छ, TRAIN भनेर लेखिन्छ, तर नेपाली भाषामा प्रयोग गर्दाखेरि ट्रेन भनेर नेपालीकरण गरेर लेखिन्छ। त्यसै गरी इङ्ग्लिसमा त PEN भनेर पेन भनेर लेखिन्छ, तर नेपालीमा पनि ब र त्यसको माथि एकार र न गरेर प्रयोग गरिन्छ, पेन भनेर प्रयोग गरिन्छ। यस्ता धेरै उदाहरणहरू छन्। त्यसै गरी उर्दू, हिन्दी, फारसी, तामाङ, थारू लगायतका भाषामा प्रयोग गरिने दौलत, दोस्त, इलाज, दिवार, ठुलो, थार जस्ता विभिन्न शब्दहरू पनि के हुन्छन्, आगन्तुक शब्द हुन्छन्। मैले भनिसकेको छु। स्क्रिनमा हेरौँ। समग्रमा भन्नुपर्दा तत्सम र तद्भव शब्द बाहेक अन्य सबै शब्दहरू आगन्तुक हुन्। यसमा अङ्ग्रेजी, हिन्दी लगायतका विदेशी भाषाहरू र तामाङ, थारू र नेवार लगायतका नेपालमा बोलिने स्थानीय भाषाहरू पर्छन्। आगन्तुक शब्दलाई हामीले उदाहरण मार्फत मजासँग बुझिसकेका छौँ। अब हामीले तत्सम शब्दलाई चिन्ने प्रयास गरौँ है त, कसरी चिन्न सकिन्छ त भनेर चिन्ने प्रयास गरौँ। त्र, क्ष, ज्ञ, रि, स्र, स, पेर्चिडेको स र ञ, यी प्रयोग हुँदाखेरि धेरैजसो तत्सम शब्दहरू भइरहेका हुन्छन्। त्यसै गरी अनुस्वारको प्रयोग हुँदा, यो जुन थोपा परेको छ नि, यो प्रयोग हुँदा पनि प्रायः धेरैजसो चाहिँ तत्सम शब्द भइरहेको पाइन्छ है त। उदाहरण हेरौँ। उदाहरण हेरेपछि मजाले बुझिन्छ। त्रबाट त्रिभुवन, त्रिकोण, त्रिशूल, त्रेता भएको छ। त्यसै गरी क्षबाट क्षत्रिय, क्षमा, शिक्षा, क्षण, क्षितिज भएको छ। त्यसरी ज्ञबाट ज्ञान, अज्ञान, विज्ञ, विज्ञापन, सर्वज्ञ। त्यसै गरी ऋबाट ऋतु, ऋषि, ऋण, ऋग्वेद, ऋचा। त्यसै गरी श्रबाट श्रद्धा, श्रम, परिश्रम, श्रवण, श्री भनेको चाहिँ लक्ष्मी हो है। त्यसै गरी श्राद्ध। त्यसै गरी शङ्ख सबाट चाहिँ शान्ति, शत्रु, शिक्षा, शासन। त्यसै गरी पेर्चिडेको सबाट चाहिँ राष्ट्र, श्रेष्ठ, निष्कर्ष, तृष्ण, परीक्षा। त्यसरी यहाँबाट चाहिँ पञ्चामृत, पञ्चतत्व र कञ्चन। त्यसै गरी अनुस्वार जुन थोपा छ त्यो चाहिँ प्रयोग हुँदा पनि धेरैजसो तत्सम शब्द भएको पाइन्छ। हिंसा, संवाद, संसार, संरचना, यी के भए, अनुस्वार लाग्दाखेरि भएका तत्सम शब्दहरू भए। त्यसै गरी अन्त्यमा ता, त्व, न, म जस्ता प्रत्यय लागेका शब्द पनि प्रायः तत्सम हुने गर्छन्। उदाहरणको लागि हेरौँ। पवित्रता, मित्रत्व, जीवन, कर्म। यहाँ चाहिँ क्रमशः ता, त्व, न र म जस्ता प्रत्ययहरू लागेका छन्। यी चाहिँ त्यसैले के भएका छन्, तत्सम शब्द भएका छन्। धेरैजसो प्रायः चाहिँ यी प्रत्ययहरू लाग्दाखेरि तत्सम शब्दहरू भइरहेका पाइन्छन्। हामीले स्क्रिनमा देख्न सक्छौँ। यहाँ जति पनि शब्दहरू छन् यी सबै के हुन्, तत्सम शब्दहरू हुन्। संवाद, प्रयोग, आकाङ्क्षा, प्रेरणा, यी लगायतका सबै शब्दहरू के हुन्, तत्सम शब्द हुन्। यदि हजुरहरूलाई यो आवश्यक छ भने स्क्रिनसट पनि लिन सक्नुहुन्छ। हामीले तत्सम शब्दलाई पनि मजासँग बुझिसकेका छौँ। अब हामीले तद्भव शब्दलाई कसरी चिन्ने त, त्यो पनि चिन्ने प्रयास गरौँ है त। चन्द्रबिन्दु लागेका शब्दहरू पनि विभिन्न ठाउँमा तद्भव भएको पाइन्छ। धेरैजसो ठाउँमा चाहिँ तद्भव भएको पाइन्छ चन्द्रबिन्दु लाग्दा। यहाँ चाहिँ के भएको छ, अश्रुबाट आँसु भएको छ। त्यसै गरी सन्ध्यबाट साँझ भएको छ। दन्तबाट दाँत भएको छ। ग्रामबाट गाउँ भएको छ। आम्रबाट आँप भएको छ। वानरबाट बाँदर भएको छ।
नवीनबाट नयाँ भएको छ। यहाँ क्रमशः के छ, सबैमा चन्द्रबिन्दु लागेको छ। चन्द्रबिन्दु लाग्ने बित्तिकै धेरै ठाउँमा तद्भव शब्द भएको पाइन्छ। स्क्रिनमा केही महत्त्वपूर्ण तद्भव शब्दहरू पनि देख्न सक्छौ। स्क्रिनमा हेर्नुहोस् त, मैले मानवमा चाहिँ अन्डरलाइन लगाइदिएको छु जेल पेनले। यो मानव भनेको चाहिँ के हो, तत्सम शब्द हो जसको चाहिँ परिवर्तित रूप चाहिँ मान्छे हो। त्यसरी यहाँ चाहिँ मान्छे चाहिँ तद्भव शब्द हो, मानव चाहिँ होइन है त। अरू चाहिँ त्यही हो, बच्चा, आँप, अदुवा, गहुँ, चना, घिउ, गुड, दाँत लगायतका चाहिँ सबै के हुन्, तद्भव शब्दहरू हुन्। यो पनि हजुरहरूलाई चाहिन्छ भने स्क्रिनसट लिन सक्नुहुन्छ। कसरी परिवर्तन हुँदै चाहिँ तत्समबाट चाहिँ तद्भव शब्द भयो भनेर बुझाउनको लागि मैले यहाँ उदाहरणहरू यहाँ लेखिदिएको छु। अग्नि 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 भन्दा भन्दै आगो भएको छ। अग्नि के हो, तत्सम शब्द हो, तर अग्नि 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 आगो 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 यसरी परिवर्तन भयो क्या। अग्नि अग्नि भन्दा भन्दा आगो भन्न थाले मान्छेहरूले। त्यसै गरी कर्ण भन्दा भन्दा कान भएको छ। कर्ण के हो, तत्सम शब्द, कर्ण 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 कान कान कान। त्यसै गरी राजनबाट राजन 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 राजा 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 यसरी परिवर्तन, यसरी चाहिँ परिवर्तन भएको छ। त्यसै गरी जिह्वा 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 जिब्रो 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 यसरी परिवर्तन भइरहेको छ है त। त्यसै गरी नासिकाबाट नाक भएको छ। नासिका 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 नाक 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 नाक। त्यसै गरी के भएको छ, ओष्ठबाट ओठ भएको छ। ओष्ठ 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 ओठ 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 ओठ। त्यसरी गर्दभबाट गधा भएको छ। गर्दभ 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 गधा 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 गधा। त्यसै गरी द्वार 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 ढोका ढोका ढोका। त्यसै गरी अश्रु 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 आँसु आँसु आँसु, अश्रुबाट आँसु भएको छ। त्यसै गरी गौ 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 गाई 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 यसरी परिवर्तन भएको छ। अब चाहिँ केही महिनाको चाहिँ तत्सम शब्द र तद्भव शब्द यहाँ स्क्रिनमा देख्न सक्नुहुन्छ। वैशाख भन्दा यहाँ ब छ नि, जुन तत्सम शब्दतिर हेर्नुहोस् एकचोटि, वैशाख छ नि जुन, यहाँ चाहिँ ब काटिएको छैन, व उच्चारण हुनुपर्ने हो खास नि। वैशाख वैशाख हुनुपर्ने हो तत्सम शब्दमा। वैशाख भन्दा भन्दा मान्छेहरूले के भन्न थाले, वैशाख भन्न थाले, बको उच्चारण गर्न थाले। यहाँ चाहिँ त्यसरी उच्चारणमा परिवर्तन आएको छ। यो चाहिँ के भयो, त्यही भएर तद्भव शब्द भयो। वैशाख 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 भन्न थाले मान्छेहरूले, त्यसले भनेको छ नि, बमा परिवर्तन आएको छ। त्यसै गरी ज्येष्ठ जुन तत्सम शब्द छ त्यसबाटै परिवर्तन भएको र जेठ भएको छ। ज्येष्ठ 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 जेठ जेठ जेठ। त्यसै गरी आषाढ 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 असार असार। त्यसै गरी श्रावणबाट श्रावण 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 साउन साउन। भाद्रपद 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 भदौ भदौ। त्यसरी आश्विन 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 असोज असोज। कार्तिक 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 कार्तिक। यहाँ कार्तिकमा रेप छ जुन तत्सम शब्दमा हेर्नुहोस् त, रेप छ, तर कार्तिक जुन तद्भव शब्दमा रहेको छ त्यसमा चाहिँ रेप छैन, परिवर्तन छ क्या। कार्तिक 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 कार्तिक। त्यसै गरी मार्गशीर्ष 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 मङ्सिर मङ्सिर मङ्सिर। पौष 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 पुष पुष पुष। यहाँ माघको भने तद्भव शब्द छैन, माघ माघ भन्दा भन्दा माग्ने भने केही परिवर्तन गरेनन् कसैले पनि। त्यसरी फाल्गुन 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 भन्दा भन्दा यो सजिलोको लागि मान्छेहरूले फागुन 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 भन्न थाले। फाल्गुन 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 भन्दा भन्दा फागुन फागुन भन्न थाले है त। फाल्गुन 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 फागुन फागुन फागुन। चैत्र 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 चैत 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 यसरी परिवर्तन भएको छ। यी भए महत्त्वपूर्ण तत्सम शब्दहरू जसले चाहिँ मैले दाँजेको छु, कसरी परिवर्तन भएर हजुरहरूलाई देखाइ पनि सकेको छु र हामीले उदाहरण पनि हेरिसकेका छौँ, परिभाषा मार्फत बुझि पनि सकेका छौँ। आजको लागि यति नै। यो भिडियो मार्फत हजुरहरूले तत्सम तद्भव र आगन्तुक शब्दलाई मजाले बुझिसक्नु भएको छ भन्ने आशा गर्दछु। त्यसै गरी हजुरहरूले यो भिडियो हेर्दै गर्दा केही प्रश्न उठेको छ, केही क्वेसनहरू हजुरहरूले सोध्न मन लागेको छ भने कमेन्ट बक्समा पनि सोध्न सक्नुहुनेछ। यदि हजुरहरूलाई यो भिडियो मन परेको छ भने लाइक गरिदिनु होला र आफ्नो साथीहरूसँग पनि सेयर गरिदिनु होला। त्यसै गरी सब्सक्राइब गरेर जोडिनु होला, किनभने हामीले यस्तै खालका एजुकेसनल भिडियोहरू ल्याइराख्छौँ।